सो गाइस आमामा थियो हैन यो भने चाहिँ मैले नाइटमा चाहिँ किन बनाएको भन्दाखेरि हैन हाम्रो गाउँमा चाहिँ हैन यही एक दुई हप्ता मात्रै भएको बस्नु थालेको यो चाहिँ हैन यहाँ चाहिँ सबै मान्छेको चाहिँ भिड जम्मा भएको छ हैन नाइटको टाइम चाहिँ त्यही भएर मजाले चाहिँ देखेको छैन सो यहाँ चाहिँ कोठाबाट चाहिँ निकाल्दैछ हैन ए बेबाउदा यार केटा कसम हो किन भने त्यही चोरेको हैन आज चोरेको भर्खर मात्रै भएको छ मान्छे हेर्न जाँदै उयो मान्छे हो हेर्दा सो गाइस यहाँ हेर्न सक्नुहुन्छ हैन वही हो छो चाहिँ त्यही नै हो मलाई एक हप्ता मात्र भएको छ आएको तर हामी एक हप्ता हामी चाहिँ चिनेको पनि थिएन मलाई नाकमुख केही देखेको थिएन त्यहाँ लास्टमा एकैचोटि चाहिँ चोरायो भन्दा म चाहिँ खेल्थेँ भन्दाखेरि होमवर्क गर्दै थिएँ पढ्दै थिएँ होइन अनि आमाले भन्नुभयो ओ यार म चोरायो म त आमा जोक गरेको होला जस्तो लाग्यो घरबाट साँच्चीकै आएको रहेछ अनि केटाहरूले भन्दा त पो थाहा पाएँ यहीँ राखेको छ भनेर होइन फेरि के बुझिरहेको चोरेर आएर सिँढीमुनि लुकेर बसिरहेको रहेछ अहिले चाहिँ रुँदै थियो अनि घरबाट चाहिँ निकालेको कुटपुसी गर्न पाएन किनकि भर्खर आएको रहेछ यहीँको र बाहिरको थियो भने चाहिँ हान्न पनि सक्नुहुन्थ्यो होला त्यही भएर सो गाइस त्यही भएर चाहिँ सतर्क रहनु होला घरमा बस्दा सो आफ्नो कोही पनि ट्रस्ट गर्न सकिँदैन अहिलेको टाइममा सो यति नै भन्दै म चाहिँ लाग्न चाहेँ घरमा सो गाइस फेरि चाहिँ म मान्छेलाई चाहिँ देखाउन चाहेँ सो हेर्न सक्नुहुन्छ गाइस चाहिँ भित्र चाहिँ गर्छ यहाँ सामानहरू सब झिकिसकेको छ गाइस यही छ होइन हाम्रो भाइ फेरि यही हो होइन बाई थ्याङ्क यू